यो दिस इज अ स्टोरी टाइम हैन त स्टोरी टेलिङ बाइ सुदीप सर तिम्रो घरबेटीले हेरेर निकाल्दिएको अरे ल भन ल हो नि त अनि घरबेटीको आज हिजो चाहिँ नि घरबेटी कहाँ भयो झगडा को बिच भन्दाखेरि घरबेटीको बुहारी र छोरी बिहा भएकी छोरी अनि ती छोरी चाहिँ नि धेरै जसो आइरहन्थिन् बिचमा वा भन न छोरी चाहिँ त्यहाँ आइरहन्थिन् होइन अनि तिनले नि धेरै कुरा गरेको मैले सुनेको तर मेन चाहिँ नि रमाइलो कुरा मैले हिजो सुने सुन न क्युरियोसिटी चाहियो नोलन टाइपको छ कि स्टोरी नोलन टाइप स्टोरी होइन नोलन टाइपको स्टोरी छ के भयो मैले भन्छु कि म तल टक्क पढेर बसेँ यो अलि पचेन तिम्रो ऊ फेकेको नि के काटेर फेकेको नि पेटबाट त्यही भएर नपचेको तर पचाइ र त्यसको रिलेसनै छैन सुन न म पढिरहेको थिएँ टक्क यस्तो तँ के 750मा पाइन्छ टेबल त्यो टेबलमा टक्क होइन त्यो अचल सस्तै छ 400 कि कतिमा हैन त्यही मैले 800 मा किनेको 750 तर त्यहाँ त्यो 750 हुँदै अहिले यार हो त्यहाँ गएर सोधमला हैन तर हुँदै ए जाम लाग्यो त्यहाँ जाम ला जीपीडी लाई सोध्ने हो हैन ठिक छ भन अनि फेरि लडाई केमा भएको थियो लडाई सुन न लडाईको कुरा चल्यो लडाई टेबलमा ल्यान यस्तो हुन्छ नि बेलुन के बेलुन तिमीले किरा एक लास्टमा गएर पड्किन्छ लास्टको फुकले पड्केको भन्न मिल्दैन नि हो कि सुरुदेखि फुकिरहेको थियो र बल्ल पड्क्यो मैले सोचे बेलुनको कारणले लडाई भयो यो मान्छेले एक्सप्लेन गरेको हो कि कुरा त्यहाँ त्यस्तै छ ए बेलुन किला निकाल्नु त तिमीले किन बेलुन भन्दाखेरि अब के सोच्दाखेरि हैन सोचेन पोजिटिभ अनि त्यहाँ लडाई भयो कि सुरु म पढ्दै बसेको थिएँ माथि चाहिने 81 के यो लुसी चालाको के केटीहरू लड्छन् नि यस्तरी त्यस्तै भर्ने गर्ने आवाज आयो त्यहाँ कि बहिनी थिइन् बहिनी रफ सप्ताह 3-4 बहिनी त्यस्तो होइन अनि मम्मी भने तिनीहरू लडेका आइछन् लडेकै रहेछन् के लडेका आइछन् अनि त्यतिखेर त उसले के भन्दाखेरि आएर सधैँ भडाइर नि भाउजूले भनेको है आएर सधैँ भडाइर नि यस्तो किन गर्न पर्यो गए त हुन्छ नि यस्तो भडाइर नभन्दा या त मै के यहाँ कलङ्क अर्गेली वा सोही शब्द छैन अर्गेलो भयो भने मै जान्थेँ नत्र त्यस्तो भन्ने भयो बा फेरि त्यहीँ रहेछन् है बाले चुप थिए फेरि महिलाको बिचमा अपरेसन गरेको नि अनि बोलेन् अनि ले भने म मेरो दाइको घर बहिनी हुन् के थियो म मेरो दाइको घर नि आउनु नपाउने म मेरो बाको घर नआउने आमालाई तैँले के भनिस् भने हेरेर त भाउजूलाई त के भनिस् अन्य कुरो भयो अनि 15 मिनट जति त्यस्तै कुरा चलिरह्यो के अन्त त्यतिखेर फेरि भाउजू धेरै बोलेको थिइनन् म भाउजूको सपोर्ट छु अहिले भन्ने भाउजूको सपोर्ट म देखेको बुझेको के होइन भाउजूतिर लाहा ल भाउजूको भिडियो भयो त्यही हो र काटै त भिडियो भएको छ भन्दाखेरि काट्न पर्छ नि होइन नाइन त पहिले प्लान बनाएर हुन्छ नि त्यस्तो भएको भन्ने हुन्छ त बना स्क्रिप्टेड होइन नि हाम्रो अनि साँझ पर त्यतिलाई इन्टरभल त्यहाँ भयो के त्यसको फेरि सिरियस भयो बाहिर साएर आयो घुम्यो सामान नि किन्न थियो किने पैसा थिएन क्यास थियो नि स्क्यान गरिदिएँ स्क्यानरमा फेरि छ मेरो पैसा होइन यिनले हालिदिएको कति 50 पैसा त्यो खाना खाएपछि खाना खाइयो हो त्यहाँ के तरकारी खायो भन्नेमा भर पर्छ ल तरकारी हिजो तरकारी हामीले कोपी खायो फुलकोपी र आलु ठिक छ फुलकोपी र आलु खाइयो घिउ भ्याइया थियो घिउ खाइएन हिजो होइन दाइ र म टक्क यसरी पन्था मारेर के खानेखेरि बसेर टक्क खाँदै थियौँ पहिल्यैदेखि त बच्चाले मैले हो दाइले मिठो हुन्छ छोडा न त्यो चाख्ना हो नि एक दिन चाख्ना हो यतिकै जज नगर डोन्ट जज बुक बाइ मैले त चाहेपछि थाहा पाएको मिठो हुन्न नि मैले त हैन चाहेपछि थाहा पाए मैले अगाडि चाहिँ थाहा पाएँ नि त आफू सुन न कथामा छौँ क्या हामी कथा त अनि खाना दाइले र मैले खाना खाँदै थियौँ त्यतिखेर बच्चा के बच्चा सुन न
बच्चालाई झाँक्री लाए चाहिँ हल्ला गर्छन् नि झाँक्री लाउँदा त हल्ला गर्दैनन् क्या त्यस्तै हल्ला खावाला कुरा आयो हो नि त अनि अलिक धेरै जो दाइले सोध्नु भयो कहाँ हो यो कुन साकिनाका छ भन्दा थिएँ दाइको शब्द साकिनाका 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 भन्ने ठाउँ हो के ए नाका नाला सोपरा भन्ने साकिनाका भन्ने ठाउँ हो कुन साकिनाका बो यस्तरी गरे कहाँ आइछ भन्दा मैले ए माथि छु भने यस्तै यही है लभज यस्तै थियो है लभज के लभ होइन यस्तै थियो माथि छु भने अनि यहीँ माथि होइन होला अन्त हो के दिउँसो नि भएको थियो अनि तिमी टक्कै के दाइ क्युरियस हुनुभयो टक्कै अघि तिमी थियौ नि त्यस्तै के भयो भन्दाखेरि म पढ्दै बसेको थिएँ माथि यसो लुसे चाहिँ कुरा आयो त्यो बहिनी नि रोज्ने गरिन् अनि भाउजूको र बुहारीको भएकै छ के भाउजूको अरे अरूको र बहिनीको भएकै छ भन्ने कुरो भयो त्यसपछि त त्यो बहिनी चाहिँ नि मेरो मेरो के मेरो जजमेन्ट चाहिँ नि पुरा के मेन्टलै भइदिए चाहिँ होइन साइको टाइपले कराएर नि के त्यो बच्चा चाहिँ कराएको त बहिनी छ के त्यसपछि त अलि चिनिनी गरेर आवाजले चाहिँ खाके मैले मनुलाई होइन यहाँ मलाई बिचमा नलिउ जे हो उदाहरण के म त्यो गाली त गर्दैन मैले मनुलाई मनुसित रिसेर होइन मनु त्यहाँ अनि त्यस्तै काइन्डले त मनु ट्वाइँ भनेर त्यस्तै कुरा कति कुरा गरेँ तिनीलाई रुमभित्र थुनिदिएर रहेछ नि जस्तो लाग्यो त्यो बहिनी त बहिनीलाई होइन कसले भाउजू र बुहारीले मिलेर भाउजू र थुनिदिएको त नाइ कि धेरै बोली भनेर छुट्टै छुट्टै रहेछन् भाउजूले कोही आवाज मैले सुनेको खाना आमाले पनि त्यही रुममै लैदिने अरे धेरै जस्तो ती बहिनी चाहिँ त्यहीँ घरै बस्दिन अरे बिरामी टाइपको रहेछ मलाई थाहा होइन त्यो कुरा है त्यही होला नि अनि कल गरेँ नि त कसले कल गर्यो कल एकतर्फी के रिसाएर बोलाए जस्तो एकतर्फी मात्र थियो भाउजू बोलेको थिएन नि यतिखेर बा चाहिँ नि भाउजूको सपना रहेछन् भनेपछि त्यहाँ चक्कर छ चक्कर होइन गल्ती बहिनी गएछ नि ला मलाई त्यसपछि अनि त्यस्तै भयो त्यही कुरा के अब मलाई यस्तो गरिस् त्यो मेरो नआउनु पाउने त यस्तो त उस्तो छोरीले भनिरहेछन् भाउजू चुप छन् केही बसेको छैनन् नि त केही गरेको छैनन् बा पनि केही बोलेको छैन त्यसपछि मैले फेरि दुईचोटि दाँत माझ्छु कि कस्तो म बानी राम्रो छ तर यो नि पचेन यिनको काटेको तिमी जिम्मा जान्छ पचेन अनि उ नभन न एपेन्डिक्स काटेको यु नो एज अ साइन्स स्टुडेन्ट यु आर सो इंग्लिश आद ठीक छ म दाँत माझ्न गएको थिएँ सेन्सोडाइनले मात्छु फेरि केले सेन्सोडाइन सेन्सिटिभिटी दूर केले सेन्सोडाइन बुझ न जाँदाखेरि अर्को छिमेकीका 4 जना आउँछन् बुढाहरू सम्हाल्नलाई 4 जना आए हजुर सम्हाल्न ए के झगडा भयो भनेर बुझ्न भन न अनि रबर रहेछ कि तिम्रो मेन्टालिटी अनि के रहेछ छोड न मेन्टालिटी छोड अनि के भयो म इन्ट्रेस्टेड छु के कथामा भन्नु के यार इन्डिङमा के हुन्छ भन्ने के इन्डिङ आउनु ला भन्न न ठिक छ फेरि मजा गर्दैन अनि आए म रुममा गएँ त्यतिखेर मलाई बाल अघिसम्म बाल थियो होइन अहिले म टक्ले भएँ हो र के बाल जति गयो के बालै दिइन कि यस्तै त हो गरे त्यो भनेको फेरि ननुहाएर 3 महिना 4 महिना ननुहाउने टक्ला हुँदै गइन्छ ल छोड ल भन ठिक छ देखा अनि आए किन यस्तो भएको किन भयो भने तिमी माथि गएनौ त्यति हुँदा माथि किन जानु पर्यो नानीले बालै भएन पैसा आउँछन् माग्छन् पैसा दियो भ्याइयो हाम्रो त कोठा हाम्रो भनेपछि तिमीको व्यवहार नि कुकुर सर रहेछ तिमी त मान्छेका समाजमा त राख्ने बेला त रोइन्छ के यसलाई त पाल्तु जानवर राख्न पर्ने ए अर्काको घरको अनि बुहारी र भाउजू कराइराख्ने एउटा नन स्टप कराइराख्छ तिमी गएर भाउजूले उकासेर हान्दिनु भनेको त्यही लडाई हुन्छ हो मेन्टालिटी रबर मेन्टालिटी भन त्यसपछि के भयो भन न त्यसपछि ती बुढाहरू आए बुढाहरूले सम्झाए अनि के भएको भनेर दुईटैतिरको बुझे तर त्यत्रो चिच्याइरहेको कि बुढी शान्त भएन शान्त बुढी भन्नाले बहिनी के बहिनी शान्त भएन ती बुढाहरू आए चाहिँ सम्झाए यस्तो गर्नुहुन्न एउटै त परिवार हो भन्ने कुरा भयो नि त अनि झगडा के कुरा भएको छ भन्दाखेरि तर त बेलुना थियो है फेरि भोलि थियो तँ के रेफरेन्स बुझ्यौ नि बुझिरह अनि के भएको भन्दाखेरि आमालाई के
काइन्ड अफ भनेकै छ मानम मलाई हात दुख हजुरले भाँडा कसले माझ्दिनु भनेको बुहारीले अँ। हजुरले भाँडा माझ्दिनु नि भने चाहिँ हेर्छ क्या अब छोरीले आमा सपोर्ट गरेको त्यहाँबाट तर आमा पनि बुहारीतिरै छ नि अहिले अहिले फेरि छोरी बित्था छोरी एक्लै। छोरीले एक्जाजरेट गरेर धेरै बनाएको के अँ, बेलुन फुकेको छोरीले हो र त्यस्तो भएको रहेछ अनि ती बुढाहरू आए टक्क यस्तो यस्तो नगर बुढाहरूले पनि चाहिँ बुहारीको सपोर्ट लियो कि तिमीलाई यसरी केही भन्न लाएन नि हामी यहीँ छौँ बोलाऊ तर एउटा बोलाऊ भने उम्, अनि बुढाहरू निक्ले उम्, त्यहाँ त्यसपछि कुरा शान्त भयो त्यहाँ ल यहाँ क्वेसनहरू के छ सोधा ल ए बे यो आउँ तिमी किन यस्तो हो क्या अनएक्सपेक्टेड 10 मिनेट वेस्ट गरे